फागुन 7 गते 2082 को आजको समाचार विस्तृत रूपमा यहाँ छन्। आज 76औं राष्ट्रिय प्रजातन्त्र दिवस पनि हो, जसलाई देशभर विभिन्न कार्यक्रमसँगै मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिवसको अवसरमा शुभकामना दिँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनेका छन्। निर्वाचनलाई सफल बनाउन सबैलाई अपील गरेका छन्। 1. राजा ज्ञानेन्द्रको भिडियो सन्देश। चुनाव अघि सहमति जरुरी। राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा फागुन 6 गते जारी गरेको भिडियो सन्देश आज पनि चर्चाको केन्द्र बनेको छ। उनले मुलुकको वर्तमान अवस्था निकै गम्भीर र इतिहासकै दर्दनाक रहेको बताउँदै राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा राखेका छन्। प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन स्वाभाविक भए पनि अहिलेको जनभावना राष्ट्रिय समस्या समाधान गरेर मात्र चुनाव गर्नुपर्नेछ। निर्वाचनपछि कुनै खिचातानी, द्वन्द्व वा अशान्ति नहोस् भन्न सर्वपक्षीय सहमति र समझदारी आवश्यक छ। देशको अस्मिता र अस्तित्व सङ्कटमा परेको महसुस भएको उल्लेख गर्दै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने पनि सङ्केत गरे। यो सन्देशले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ। केही पार्टीहरूले यसलाई चुनावी हस्तक्षेपको रूपमा हेरेका छन् भने समर्थकहरूले राष्ट्रिय एकताको अपिल मानेका छन्। 2. परराष्ट्र मन्त्री बङ्गलादेश प्रस्थान। परराष्ट्र मन्त्री बालानन्द शर्मा बङ्गलादेशको नयाँ सरकार गठन तथा प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। यो समारोहमा नेपालबाट प्रतिनिधित्व गर्दै उनी गएका हुन्। कार्यक्रममा भुटान, भारत, पाकिस्तान, मालदिभ्स लगायतका देशका उच्च प्रतिनिधिहरू पनि सहभागी छन्। परराष्ट्र मन्त्री शर्मा फागुन 7 गते आज नै काठमाडौँ फर्कने कार्यक्रम छ। यो भ्रमणले नेपाल बङ्गलादेश द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ, विशेष गरी क्षेत्रीय सहयोग र व्यापारमा। 3. सगरमाथा चढ्न कडा नियम बनाउँदै सरकारले सगरमाथा आरोहणमा थप कडाई गर्ने तयारी गरेको छ, जसले पर्यावरण संरक्षण, सुरक्षा र फोहोर व्यवस्थापनलाई जोड दिन्छ। हालैका वर्षहरूमा आरोही संख्या बढेसँगै फोहोर, जोखिम र दुर्घटना बढेको छ। नयाँ नियमहरूमा आरोहीहरूले अनिवार्य रूपमा आफ्नो फोहोर, मानवमल सहित फिर्ता ल्याउनु पर्ने, चिप्स जडान, ट्र्याकिङ, उच्च दस्तुर वृद्धि, विदेशीका लागि झण्डै 21 लाख नेरुसम्म पुग्ने र सीमित अनुमति दिने चर्चा छ। पर्यटन विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमावली संशोधन गर्दै कडा बनाउने क्रममा छन्। उद्देश्य सगरमाथाको संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र सुरक्षित आरोहण सुनिश्चित गर्नु हो। यसले पर्यटन आय बढाउने तर दिगो बनाउने अपेक्षा छ। यी तीनै समाचारहरू आजको मुख्य राजनीतिक, कूटनीतिक र पर्यटन क्षेत्रसँग जोडिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक विदा छ, विभिन्न कार्यक्रम भइरहेका छन्। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्नुहोस्, आफ्नो सुझाव